हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो यात्रा रहेको छ बेलबारी। हाम्रो ठुलो मम्मीको घर हामी जाँदैछौँ बेलबारी। हेलो दाई, हाम्रो दाई हुन्छ, हामी जाँदै हुन्छ। उहाँ चाहिँ हाम्रो खाजा खाने ठाउँको दाई हो। उहाँ दाईलाई बोलाइ, दाईले म सायद चिन्नु भएन होला है। हामी कहाँ जाँदैछौँ अरे भन्छ? हामी बेलबारी। हाम्रो यात्रा स्टार्ट हुँदैछ है त गाइज। हामी चाहिँ अब केराबारीको बाटो जाँदैछौँ, किनभने हाम्रो धरानको जङ्गलको बाटो एकदमै खतम छ क्या। धुलै धुलो हुन्छ, फ्रीको पाउडर हामीलाई लाउनु मन छैन, त्यही भएर चाहिँ हामी केराबारीको बाटो जाँदैछौँ। धरानको यो हाम्रो धरानको स्यापचोक हुँदै यो चाहिँ जङ्गलको बाटो पानबारी केराबारी त्यसरी खोर्सानी हुँदै हामी चाहिँ पूर्वको यात्रा बेलबारीको यात्रा गरिरहेका छौँ। र यतिखेर मन्जु राई हाम्रो बहिनी यहाँनिर उदाउँदैछ, म भने चढिरहेको छु। यतिखेर चाहिँ हजुरहरूलाई चाहिँ म चाहिँ हाम्रो धरानको भानुचोकदेखि पूर्व सदन रोडदेखि तल आइसके पछाडि चाहिँ स्यामचोक आउँछ। स्यामचोकदेखि चाहिँ यता यो बाटो हो, अलिकति एकाग्रमुख हुन्छ, अरू सबै चिनको बाटो छ। हेर्न सक्नुहुनेछ हाम्रो यात्रा। यहाँ पुलहरू एकदम राम्रो छ। यो धरानदेखि चाहिँ रेगुलर बाटो छ नि जुन, त्यो बाटोमा चाहिँ एकदम धुलोहरू धुवा हुने भएकोले हामी चाहिँ यो बाटो छौँ अनि यसरी गइरहेका छौँ। र हामी बिचमा क्लिप्सहरू देखाउनेछौँ। अहिलेलाई चाहिँ एकछिन स्टप गर्छौँ। हामी यहाँनिर पानबारा आयौँ। यताबाट चाहिँ सेती पुलदेखि तल पुगिन्छ। यता चाहिँ पानबारा हाम्रो चाहिँ औद्योगिक ग्राउन्ड। यता शक्तिशालीहरू देउराली शक्तिशालीहरू पुगिन्छ। यता चाहिँ पानबारा। यतिखेर चाहिँ हामी फोटो खिच्न आँटेको छौँ। हामी चाहिँ ब्रेक लिएको है, यो सर्ट कमर्सियल ब्रेक भन्दा पनि सर्ट यहाँ रेस्टको ब्रेक हो। यताबाट चाहिँ के अरे मोरङहरू केराबारी हुँदै मोरङको विभिन्न ठाउँमा गइन्छ। अनि यता चाहिँ सुनसरी पुगिन्छ है। सुनसरीको ठ्याक्कै यहाँनिर पानबारा धरान हुँदै अन्य ठाउँ पुगिन्छ। हामी यहाँबाट जान लागेको छ है। यहाँबाट फोटो सबै हाम्रो भइसकेको छ। अब यहाँबाट हामी जाँदैछौँ। रात पर्न आँटिसक्यो, तर पनि केही छैन, हामी गएर भात खाने अनि सुत्ने हो। र हामी चाहिँ ब्रेक टाइममा रहेका छौँ र ब्रेकमा चाहिँ हामीले एकछिन यहाँनिर बसेर फोटोसोटो खिच्यौँ। अब भने हामी चाहिँ जान लागिरहेका छौँ। हाम्रो गन्तव्य अगाडि बढ्दै यतिखेर अँधेरो पनि हुन लागिसकेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गतको यो सडक हो। यो चाहिँ नवनिर्मित यो रोड भएको हुनाले एकदमै राम्रो छ है। यताको सिनहरू यस्तो छ। अनि यहाँदेखि चाहिँ हामी केराबारी बजार हुँदै हामी चाहिँ खोर्सानीतिर झर्छौँ र हाम्रो गन्तव्य चाहिँ खोर्सानीदेखि हाम्रो बेलबारीतिरको यात्रा अगाडि बढ्नेछ। र हाम्रो बेलबारीमा पुगेपछि चाहिँ हाम्रो यात्रा रोकिन्छ, किनभने बेलबारीमा हाम्रो ठुलो मम्मीको घर हो। र हामी बिचमा त्यस्तो सम्भव भयो भने फुटेजहरू हामी लाउनेछौँ, होइन भने यतिकै पनि हाम्रो इन्डिङ हुन सक्ने सम्भावना छ। यस्तो छ। हामी हिँड्दा यहाँनिर आउँदै चाहिँ एकदम अँधेरो भइसकेको अवस्था हो। यतिखेर केराबारीकै बाटो त हो, तर यो बजार जाने तर्खरमा छौँ र यो केराबारीको चाहिँ यो ठुलो
स्ट्रोक आइरहेको छौँ। हेर्नुहोस् त कता हो यहाँदेखि मुनि हो। हजुर यहाँदेखि मुनि हाम्रो गन्तव्य हो। ओके बोलिरहेको छ खोर्सानी जान्छौँ हामी यहाँदेखि केराबारीदेखि। अलिकति छोटो जङ्गल छ, जङ्गल पश्चात हामी खोर्सानी आएर बेलबारी हामी पुग्नेछौँ। यो खासमा चाहिँ यो बाटो चाहिँ एकदम सर्ट एन्ड स्विट, राम्रो सफा क्लिन छ है। तर एउटा कुरा चाहिँ रेनकोट भन्ने ल्याउनु पर्ने हुँदो रहेछ। कोही कोही बेला यो बर्सातको समयहरूमा चाहिँ म्याक्सिमम पानी पर्ने ठाउँ रहेछ है यहाँदेखि मुनि जङ्गलमा। फाइनली हामी बेलबारी आइसकेका छौँ। यो साइनबोर्डले पनि भनिरहेको छ कि बेलबारी हामी आइसकेका छौँ, बेलबारी बजार। अब यहाँदेखि केही क्षणमै हामी चाहिँ हाम्रो ठुलो मम्मीको घर पुग्नेछौँ। सबैसँग भेटघाट भइसके पछाडि चाहिँ म धरानतर्फ लाग्दैछु। सन्जु राई चाहिँ कति दिन बस्छिन् अरे? म चाहिँ थुप्रै बस्छु होला, लगभग 1 हप्ता जस्तो भन्ने सोच चाहिँ हो। तर म भोलि पर्सिको दिन फर्किने छु। हाम्रो चाहिँ एकदमै दसैँ तिहार एकदम राम्रो भइरहेछ। टिका लगाउनु चाहिँ मिल्दैन, घरभित्रै जुठो परेर। त्यो कारणले गर्दाखेरि चाहिँ हामी र पनि रमाइलो गरिरहेछौँ, खाँदैछौँ, बस्दैछौँ, हामी सफ्ट ड्रिङ्कहरू पिउँदैछौँ। क्लोजबाट चाहिँ नगरौँ होला। दुःख छैन कि बिहानदेखि। अनि त्यही त भनेको देमा होइन, राम्रो देखिन्छ नि। हाम्रो देमा हुन्छ मेरो मम्मीको चाहिँ जेठी दिदी, मेरो मम्मी चाहिँ कान्छी लाली पाउडर लाउनुहुन्न? लाली पाउडर लाउँदा फेरि हाम्रो देमा त नि कति वर्षको? ठ्याक्कै 25 वर्षको। 15 पो यसलाई पनि ठिकै छ। ल अब यति भन्दै 2-4 शब्द यही टुङ्गाउन चाहन्छु। बाई बाई, नेक्स्ट ब्लगमा भेट्नु छ। बाई बाई, बाई गर्नु सबैले।